ज्यापू पुरै किरात हो, मगर किरात हो, गुरुङमा किरातको आधा अंश। किर सभ्यताका अनुयायीहरू गुरुङ, मगर, राई, लिम्बू, थारू, थारू पनि किरातै हो, मगर किरात हो। अझ प्रष्ट रूपमा यहाँको ज्यापू, मगर र थारू नजिकको इतनी ग्रुप। यहाँको ज्यापूले कसरी सुँगुरको मासु खाएन, जयस्थिति मल्लको पालादेखि छोडेकी, नत्र भने अब त्यस्तो किसिमको। जस्तो अब लिम्बूको के, राईको केन होइन, बाजा लिम्बूको चाहिँ के नै भन्छ, राईको केन। त्यसैले लिम्बूले के भन्यो, राईले केन भन्यो। लिम्बूको अलि ठुलो, राईको अलि सानो। लिम्बू भाषामा त्यो 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 ढोललाई के भन्दो रहेछ, के भन्छ, अनि राईले केन भन्दो रहेछ। यहाँको ज्यापूको धिमे, ज्यापूको धिमे, गुरुङको तौदु भन्ने हुन्छ, गुरुङले तौदु भन्यो नाच्ने। त्यो त किराँतकालीन, हिमालयको चाहिँ किराँतकालीन चाहिँ बाजा हो नि त, किराँतकालीन बाजा हो। तामाङको रहन्छ, थारूको पनि त्यो ठुलो खालको मादल जस्तो रहेछ भने। लिम्बूको के, राईको केन, ज्यापूको धिमे, गुरुङको तौदु, किराँतकालीन बाजा हो। त्यसरी यसरी पूर्व पश्चिमलाई समेटेर राखेको छ भने। अफगानिस्तानदेखि कोरियासम्मको हेमन्त प्रदेशमा एउटा सभ्यता र संस्कृति विकास थियो। तर त्यो मंगोल सभ्यता, संस्कृति किर सभ्यता हो भनेर भनेको छ। किर सभ्यता, किर सभ्यता भने किराँत सभ्यता। किराँत त चाहिँ हिन्दीले बनाएको संस्कृत शब्द पो त, किर सभ्यता भनेर उसले भन्छ भने। त्यो हिमालबाट चाहिँ बडखोलाबाट बसाइ सरेर आएका अघि पहिलेको यहाँको आदिवासी, त्यही भएर आधा अंश भनेको कारण त्यो हो। अझ चाहिँ नि कौटिल्यको अर्थशास्त्रको म नेपालको सबभन्दा पहिलो उल्लेख मानेको छ। त्यसमा चाहिँ उनी व्यवसायको कुरो छ। त्यो भेडा पालन र उनी व्यवसायमा नेपालमा का जनजातिमा गुरुङहरू एक नम्बर। म चाहिँ नि पूर्वमा चाहिँ गएँ, शङ्खुवा सभामा जाँदाखेरि बाटोघाटामा ठेकीमा र पुङमा रक्सी बेच्ने पनि गुरुङ नै हुँदो रहेछ। बिहारमा चाहिँ बखु र काम्लो बेच्ने सबै गुरुङ हुँदो रहेछ। मैले तामाङ भेटिनँ, राई भेट्ने, लुमे राडी काम्लो बेच्ने त सबै गुरुङको मन्डी अर्को हुँदो रहेछ। अष्टप्लौती सङ्घात्य कृष्ण भिङ्गिसी वर्षवारणम अपसार्ग इति नैपालकम, कौटिल्यको अर्थशास्त्रको त्यो किराँतकालीन हो। त्यो उनी व्यवसाय त गुरुङले धानेर राखेको छ नि त। जने गुरुङमा चाहिँ पहिले हिँडेका रैथाने आज थिए, कोही माथि भडखोलाबाट बसाइ सरेर आएको छ। दुईटै इतनी ग्रुपको सम्मिश्रण छ त्यहाँ। त्यस कारणले यो सबै किराँत संस्कृति अन्तर्गतको किर सभ्यता भनेको छ।